आज तिमीलाई कस्तो छ अथवा आज तपाईलाई कस्तो छ भनेर हामीले यसरी सोध्नु पर्दा हाउ आर यु टुडे, हाउ आर यु टुडे, आज तिमीलाई कस्तो छ, हाउ आर यु टुडे। आजको क्लासमा हामीले यसरी नै दैनिक जीवनमा बोलचालमा प्रयोग गरिने वाक्यहरूको प्र्याक्टिस गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला, शेयर गर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने यसैगरी सजिलोसँग अंग्रेजी सिक्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। तपाईले कसैलाई सोध्नु भएको थियो आज तिमीलाई कस्तो छ, उहाँले भन्नुहुन्छ म ठिक छु धन्यवाद, म ठिकै छु धन्यवाद। अंग्रेजीमा I am doing well, thank you, I am doing well, thank you। सोध्नु भएकोमा धन्यवाद छ भन्न खोजेको हो, त्यसैले म ठिक छु धन्यवाद। अंग्रेजीमा I am doing well, thank you। अब तपाईले कसैलाई भन्नुहुन्छ कफी पिउन बाहिर जाउँ, कफी पिउन बाहिर जाउँ भन्नुपर्दा लेट्स गो आउट फर अ कफी, लेट्स गो आउट फर अ कफी। कफी पिउन बाहिर जाउँ, लेट्स गो आउट फर अ कफी। तिम्रो दिन कस्तो रह्यो अथवा तपाईको दिन कस्तो रह्यो भन्नुपर्दा हाउ वाज योर डे, हाउ वाज योर डे। तिम्रो अथवा तपाईको दिन कस्तो रह्यो, हाउ वाज योर डे। कामै कामको व्यस्त दिन थियो, मानौ तपाईले दिनभरि काम गरेरै आजको दिन बिताउनु भयो, त्यसैले गर्दा कामै कामको व्यस्त दिन थियो भन्नुपर्दा इट वाज अ बिजी डे एट वर्क, इट वाज अ बिजी डे एट वर्क। कामै कामको व्यस्त दिन थियो, इट वाज अ बिजी डे एट वर्क, इट वाज अ बिजी डे एट वर्क। आज मैले तिमीलाई सम्झेँ, आज मैले तिमीलाई सम्झेँ भन्नुपर्दा आई मिस्ड यु टुडे, आई मिस्ड यु टुडे। आज मैले तिमीलाई सम्झेँ अथवा आज मैले तपाईलाई सम्झेँ भन्नुपर्दा आई मिस्ड यु टुडे, आई मिस्ड यु टुडे। हामी चाँडै भेटेर कुरा गरौँ, हामी चाँडै भेटेर कुरा गरौँ भन्नुपर्दा लेट्स मिट एन्ड टक सुन, लेट्स मिट एन्ड टक सुन। हामी चाँडै भेटेर कुरा गरौँ, लेट्स मिट एन्ड टक सुन। सुन भनेको चाँडै। तिमीलाई देखेर म खुसी छु अथवा तपाईलाई देखेर म खुसी छु भन्नुपर्दा आई एम सो ह्याप्पी टु सी यु, आई एम सो ह्याप्पी टु सी यु। तिमीलाई अथवा तपाईलाई देखेर म खुसी छु, आई एम सो ह्याप्पी टु सी यु। तिमी के गर्दैछौ अथवा तपाई के गर्दै हुनुहुन्छ भनेर यसरी सोध्नु पर्दा व्हाट आर यु डुइङ, व्हाट आर यु डुइङ। तिमी के गर्दैछौ अथवा तपाई के गर्दै हुनुहुन्छ, व्हाट आर यु डुइङ, व्हाट आर यु डुइङ। You are watching Nepali English Kar YouTube channel. Hope you are learning something new. Let's continue. म अफिसको काम र परिवारसँग व्यस्त थिएँ, म अफिसको काम र परिवारसँग व्यस्त थिएँ भन्नुपर्दा I was busy with office work and family, I was busy with office work and family। म अफिसको काम र परिवारसँग व्यस्त थिएँ, I was busy with office work and family। I was busy
म व्यस्त थिएँ विथ अफिस वर्क अफिसको कामसँग एन्ड फ्यामिली र परिवारसँग बुझ्नुभयो त आई वाज बिजी विथ अफिस वर्क एन्ड फ्यामिली सप्ताहन्तको लागि तपाईको योजना के छ सप्ताहन्तको लागि तपाईको योजना के छ भन्नुपर्दा व्हाट्स योर प्लान फर द विकेन्ड व्हाट्स योर प्लान फर द विकेन्ड सप्ताहन्त भनेको हप्ताको अन्त्य जस्तै छुट्टीको दिन हामीले के गर्ने भनेर प्लान के छ भनेर सोध्नको लागि सप्ताहन्तको लागि तपाईको योजना के छ यसरी सोध्न सकिन्छ अंग्रेजीमा व्हाट्स योर प्लान फर द विकेन्ड बुझ्नुभयो त सप्ताहन्त भनेको हप्ताको अन्त्य अब तपाईले भन्न सक्नुहुन्छ मैले मेरो परिवारलाई भेट्न जाने योजना बनाएको छु मैले मेरो परिवारलाई भेट्न जाने योजना बनाएको छु भन्नुपर्दा आई एम प्लानिङ टु भिजिट माई फ्यामिली आई एम प्लानिङ टु भिजिट माई फ्यामिली मानौ तपाई घरबाट बाहिर कतै बस्नुहुन्छ र के जब गर्नुहुन्छ छुट्टीको दिन पारेर तपाई आफ्नो परिवारलाई भेट्न जाने प्लान गर्दै हुनुहुन्छ त्यसैले मैले मेरो परिवारलाई भेट्न जाने योजना बनाएको छु भन्नुहुन्छ अंग्रेजीमा आई एम प्लानिङ टु भिजिट माई फ्यामिली बुझ्नुभयो त त्यसैगरी अर्को छ के तिमी हामीसँग डिनर गर्न चाहन्छौ डिनर भनेको साँझको खाना के तिमी हामीसँग डिनर गर्न चाहन्छौ भनेर यसरी हामीले कसैलाई सोध्नु पर्दा डु यु वान्ट टु जोइन अस फर डिनर डु यु वान्ट टु जोइन अस फर डिनर के तिमी हामीसँग डिनर गर्न चाहन्छौ डु यु वान्ट टु जोइन अस भनेको हामी फर डिनर भनेको साँझको खाना अथवा रातिको खाना हामी आज साँझ सानो भेटघाट गर्दैछौं हामी आज साँझ सानो भेटघाट गर्दैछौं भन्नुपर्दा वी आर ह्याभिङ अ स्मल गेट टुगेदर दिस इभिनिङ वी आर ह्याभिङ अ स्मल गेट टुगेदर दिस इभिनिङ हामी आज साँझ सानो भेटघाट गर्दैछौं वी आर ह्याभिङ अ स्मल गेट टुगेदर दिस इभिनिङ वी आर ह्याभिङ अ स्मल गेट टुगेदर दिस इभिनिङ तिम्रो परिवारलाई कस्तो छ अथवा तपाईको परिवारलाई कस्तो छ भनेर सोध्नु पर्दा हाउ इज योर फ्यामिली हाउ इज योर फ्यामिली तिम्रो परिवारलाई कस्तो छ अथवा तपाईको परिवारलाई कस्तो छ हाउ इज योर फ्यामिली हाउ इज योर फ्यामिली सबैजना ठिक हुनुहुन्छ धन्यवाद एभ्रीवान इज फाइन थ्याङ्क यू एभ्रीवान इज फाइन थ्याङ्क यू सबैजना ठिक हुनुहुन्छ धन्यवाद सोध्नु भएकोमा तपाईलाई धन्यवाद छ भन्न खोजेको हो त्यसैले सबैजना ठिक हुनुहुन्छ भनिसकेपछि अन्तिममा धन्यवाद यसरी भन्नुभयो भने एकदमै राम्रो सुनिन्छ अंग्रेजीमा यसरी नै भन्ने चलन छ एभ्रीवान इज फाइन थ्याङ्क यू बुझ्नुभयो त म तिमी माथि गर्व गर्छु म तिमी माथि गर्व गर्छु अथवा म तपाईं माथि गर्व गर्छु भन्नुपर्दा आई एम सो प्राउड अफ यू आई एम सो प्राउड अफ यू म तिमी माथि गर्व गर्छु आई एम सो प्राउड अफ यू तिमीले धेरै प्रगति गरेको छौ तिमीले धेरै प्रगति गरेको छौ भन्नुपर्दा यु हेभ कम अ लङ वे यु हेभ कम अ लङ वे तिमीले धेरै प्रगति गरेको छौ यु हेभ कम अ लङ वे तिमी आज राति कति बजे घर फर्कने छौ तिमी आज राति कति बजे घर फर्कने छौ
भनेर सोध्नु पर्दा What time will you be home tonight? What time will you be home tonight? तिमी आज राति कति बजे घर फर्कने छौ? What time कति बजे will you be फर्कने छौ? Home घर tonight आज राति बुझ्नुभयो त What time will you be home tonight? तिमी आज राति कति बजे घर फर्कने छौ? तपाईहरु हेर्दै हुनुहुन्छ नेपाली इंग्लिश घर युट्युब च्यानल। अहिलेसम्म यो भिडियोलाई लाइक त अवश्य गरिसक्नु भयो होला। यदि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरिदिनुहोस् र बेल आइकनलाई पनि प्रेस गरेर अल नोटिफिकेसन अन गर्न नभुल्नु होला। अब हामी अगाडि बढौं। म राति 9 बजे घर फर्किने छु। म राति 9 बजे घर फर्किने छु भन्नुपर्दा I will be home by 9 PM. I will be home by 9 PM. म राति 9 बजे घर फर्किने छु। I will be home by 9 PM. केही चाहिएमा मलाई भन अथवा केही चाहिएमा मलाई थाहा देऊ भन्नुपर्दा Let me know if you need anything. Let me know if you need anything. केही चाहिएमा मलाई भन अथवा मलाई थाहा देऊ तिमीलाई के चाहिएको छ भन्न खोजेको हो। त्यसैले केही चाहिएमा मलाई भन। Let me know भनेको मलाई थाहा देऊ अथवा मलाई भन। If you need भनेको यदि तिमीलाई चाहिएमा। Anything भनेको केही। केही चाहिएमा मलाई भन। Let me know if you need anything. के तिमी यस सप्ताहन्तमा फ्री छौ? के तिमी यस सप्ताहन्तमा फ्री छौ? सप्ताहन्त भनेको हप्ताको अन्त्य। यसको मतलब हुन्छ के तिमी यस हप्ताको अन्तिममा फ्री छौ? बुझ्नुभयो? अंग्रेजीमा Are you free this weekend? Are you free this weekend? के तिमी यस हप्ताको अन्तिममा फ्री छौ अथवा खाली छौ? के तिमी यस सप्ताहन्तमा फ्री छौ अथवा खाली छौ? त्यसैगरी अर्को छ म 4 बजेपछि खाली हुनेछु। म 4 बजेपछि खाली हुनेछु भन्नुपर्दा I am free after 4 PM. I am free after 4 PM. 4 PM भनेको साँझको 4 PM 4 बजेपछि। बिहानको 4 लाई 4 AM भनिन्छ, साँझको 4 लाई PM भनिन्छ। म 4 बजेपछि खाली हुनेछु। I am free after 4 PM. हामीले चाँडै भेट्नुपर्छ। हामीले चाँडै भेट्नुपर्छ अथवा हामी चाँडै नै भेट्नुपर्छ भन्नुपर्दा We should catch up soon. We should catch up soon. We भनेको हामी, should भनेको पर्छ, catch up भनेको भेट्नु अथवा भेटेर कुराकानी गर्नु, soon भनेको चाँडै। बुझ्नुभयो त? We भनेको हामी, should भनेको पर्छ, catch up भनेको भेट्नु अथवा भेटेर कुरा गर्नु, soon भनेको चाँडै। हामीले चाँडै नै भेट्नुपर्छ। We should catch up soon. We should catch up soon. म 10 मिनेटमा त्यहाँ पुग्छु। म 10 मिनेटमा त्यहाँ पुग्छु भन्नुपर्दा I'll be there in 10 minutes अथवा I will be there in 10 minutes. I will be there in 10 minutes. म 10 मिनेटमा त्यहाँ पुग्छु। म 10 मिनेटमा त्यहाँ पुग्छु। I will be there in 10 minutes. तिमी आज के गर्न चाहन्छौ? तिमी आज के गर्न चाहन्छौ भन्नुपर्दा What do you want to do today? What do you want to do today? तिमी आज के गर्न चाहन्छौ?
What do you want? तिमी के चाहन्छौ? Do गर्नु, today आज। सबै मिलाउँदा तिमी आज के गर्न चाहन्छौ? What do you want to do today? बुझ्नुभयो त? म पार्क जाने सोचमा छु। म पार्क जाने सोचमा छु भन्नुपर्दा I am thinking of going to the park. I am thinking of going to the park. म पार्क जाने सोचमा छु। I am thinking of going to the park. I am thinking of going to the park. अब तपाईले भन्नुहुन्छ पछि घुम्न जाउँला अथवा अहिले नजाउँ पछि जाउँला, पछि हिँडुल गर्न जाउँला भन्नुहुन्छ। त्यसैले पछि घुम्न जाउँला भन्नुपर्दा Let's go out for a walk later. Let's go out for a walk later. पछि घुम्न जाउँला। Let's go out for a walk later. Walk भनेको हिँड्नु, later भनेको पछि। अब तपाईले कसैलाई सोध्नुहुन्छ घरमा सबै कुरा कस्तो छ? घरमा सबै कुरा कस्तो छ? जस्तै साथीभाइसँग हामीले तिम्रो घरमा के छ, कस्तो छ, सबै कुरा ठिकै छ होला नि, के कस्तो छ तिम्रो घरमा भनेर यसरी सोध्छौं नि क्याजुअली कुराकानी गर्दाखेरि। त्यस्तो अवस्थामा घरमा सबै कुरा कस्तो छ यसरी सोध्नु पर्दा अंग्रेजीमा How's everything at home? How's everything at home? घरमा सबै कुरा कस्तो छ? How is को छोटो फर्म how's। सबै ठीक छ सोध्नु भएकोमा धन्यवाद। सबै ठीक छ सोध्नु भएकोमा धन्यवाद भन्नुपर्दा Everything is fine. Thank you for asking. Asking भनेको सोध्नु भएकोमा। Everything is fine. Thank you for asking. सबै ठीक छ सोध्नु भएकोमा धन्यवाद। Everything is fine. सबै कुरा ठीक छ। Thank you for asking. सोध्नु भएकोमा धन्यवाद। Everything is fine. सबै कुरा ठीक छ। Thank you for asking. सोध्नु भएकोमा धन्यवाद। मैले भोलि मेरो भाइलाई भेट्ने छु। मैले भोलि मेरो भाइलाई भेट्ने छु भन्नुपर्दा I am going to visit my cousin tomorrow. I am going to visit my cousin tomorrow. मैले भोलि मेरो भाइलाई भेट्ने छु। I am going to visit my cousin tomorrow. Cousin भनेको आफ्नै साख्य भाइ होइन, मामाको छोराछोरी अथवा अंकलको छोराछोरीलाई cousin भन्ने। बुझ्नुभयो? मामाको छोराछोरीलाई cousin भन्ने, अंकलको छोराछोरीलाई पनि cousin भन्ने। नेपालीमा हामीले भाइ नै भन्ने गर्छौं, अंग्रेजीमा cousin। मैले भोलि मेरो भाइलाई भेट्ने छु। I am going to visit my cousin tomorrow. कृपया के तिमी मलाई नुन दिन सक्छौ? कृपया के तिमी मलाई नुन दिन सक्छौ भन्नुपर्दा Can you pass me the salt please? Can you pass me the salt please? नुन राखेको ठाउँदेखि अलिकति तपाई टाढा हुनुहुन्छ र नुनको ठ्याक्कै नजिकैमा एकजना कोही छ भने तपाईले उहाँसँग माग्न सक्नुहुन्छ। कृपया के तिमी मलाई नुन दिन सक्छौ? अंग्रेजीमा Can you pass me the salt please? Salt भनेको नुन। Can you pass me the salt please? काम कस्तो चलिरहेको छ? काम कस्तो चलिरहेको छ भनेर सोध्नु पर्दा How's work going? How's work going? How's अथवा how is? How is भन्दा पनि हुन्छ, यसरी छोटो फर्ममा how's भन्दा पनि हुन्छ है त। काम कस्तो चलिरहेको छ भनेर सोध्नु पर्दा How's work going? अथवा How is work going? काम एकदमै राम्रो चलिरहेको छ।
काम एकदमै राम्रो चलिरहेको छ। भन्नुपर्दा द वर्क इज गोइङ भेरी वेल। द वर्क इज गोइङ भेरी वेल। काम एकदमै राम्रो चलिरहेको छ। काम एकदमै राम्रो चलिरहेको छ। द वर्क इज गोइङ भेरी वेल। द वर्क इज गोइङ भेरी वेल। चाँडै भेटौँला। चाँडै भेटौँला अथवा छिट्टै भेटौँला भन्नुपर्दा सी यू सुन। सी यू सुन। साथीहरू, आजको लागि यति नै। हामी अब अर्को भिडियोमा छिट्टै भेटौँनेछौँ भन्दै अहिलेको लागि बिदा हुन्छु। नमस्ते। थ्याङ्क्स फर वाचिङ नेपाली इङ्ग्लिस कर युट्युब च्यानल। प्लिज लाइक एन्ड सब्सक्राइब दिस च्यानल।